हेलो गाइस, सबैलाई नमस्ते, गुड मर्निङ है। आज यो कोरियाको यसो गाउँतिर घुमौँ भनेर यसो मर्निङ वक गरौँ भनेर आएको। यहाँ हेर्नुहोस् है, कोरियाको कोरियन स्टाइलको घर क्या दामी छ यार, दामी छ यार। कोरियन स्टाइलको घर हो यो, दामी छ। यो गाउँको यो सानो सानो पहाड छ, त्यसको ठ्याक्क फेदमा रहेछ। दामी के कोरियन स्टाइलको घर, मलाई चाहिँ दामी लाग्यो यो है। यतातिर चाहिँ यत्रो अग्ला अग्ला बिल्डिङहरू छ यो होइन, देख्नुभयो। तर यहाँ चाहिँ यस्तो दामी छ यो कोरियन स्टाइलको घर। हेर्नुहोस् होइन, गाउँ हो, एकदम गाउँ हो। तर पनि त्यही अगाडि त्यो बिल्डिङ चाहिँ अस्ति भर्खर सुरु गरे हो, तर कति छिटो सकाइछ क्या। यतातिर चाहिँ त्यो ठुल्ठुलो बिल्डिङहरू छ। यो चाहिँ कोरियन स्टाइलको दामी घर छ। हेर्नुहोस्, मलाई चाहिँ राम्रो लाग्यो यो घर चाहिँ। यिनी ठुला अग्ला बिल्डिङ भन्दा यो घर चाहिँ राम्रो छ। हुन चाहिँ के हो थाहा भएन, घर मान्छे बस्ने घर हो कि त्यहाँ त्यो कुनै यो सङ्ग्रहालय जस्तो के हो थाहा भएन, तर राम्रो लाग्यो त्यस्तो अग्लो अग्लो बिल्डिङ अन्त। अझ यसो बिदा लिएको दिन चाहिँ यसो घुमौँ बाहिर, गाउँतिर घुमौँ भनेर निस्किएको। यो गाउँ एकदम गाउँ, पुरानो बस्ती हो यो। मल यस्तरी यहाँ बोरामा चामल जस्तो प्याक गरेर आएको हुन्छ मल होइन, पुरानो बस्ती। यहाँ चाहिँ जतिसुकै गाउँ, जतिसुकै पुरानो बस्ती भए पनि सेवा सुविधा चाहिँ हुन्छ भन्नाले बाटोको, पानीको, बिजुलीको, इन्टरनेटको सबै सेवा सुविधा चाहिँ राम्रो हुन्छ। त्यो पारीको त्यो ठुलो देखिराखेको चाहिँ त्यो एरोप्लेन बनाउने कम्पनी हो। त्यो थियो त्यहाँ देखेछ, हाङ्गोङ के समथिङ यस्तै नाम छ त्यो उसको, यो कम्पनीको चाहिँ एरोप्लेन जहाज बनाउने कम्पनी हो। तर खासै कम्पनी चाहिँ यो एरियामा छैन खासै, तर यतातिर काम पाउन चाहिँ मुस्किल छ क्या। जस्तो माथितिर जस्तो मासतिर जस्तो अरू क्षेत्रमा जस्तो यतातिर चाहिँ काम छ्यापछ्याप्ती पाउँदैन, काम पाउन मुस्किल छ। तर कोही कम्पनीहरू चाहिँ ठुल्ठुलो कम्पनीहरू छ कि यतातिर। त्यही हो, बस्दै जाँदाखेरि चाहिँ रमाइलो लागेछ। त्यही हो, आएको 1.5 वर्ष भयो यो एरियामा, गाउँमा आएको। जे होस् बस्दै जाँदाखेरि रमाइलो लाग्यो। सुरुमा त पुरा आठ लाग्दै थियो नि, डिप्रेसनै होला जस्तो, कहाँ किन आयो भन्ने जस्तो गरायो नि त सुरुमा। त्यही पनि अहिले चाहिँ हेर्नुहोस् यस्तो बिल्डिङहरू बनिरहेछ। यिनीहरू यो अस्ति भर्खर सुरु गरे बिल्डिङ बनाएर कम्प्लिट हुँदैछ। त्यही हो, यो बिल्डिङको उतापट्टि छेउमा चाहिँ 2 तलाको घर छ, त्यहाँ बस्छु म चाहिँ सेकेन्ड फ्लोरमा। अनि यहाँ चाहिँ खेतमा चाहिँ यतातिर खेतहरू चाहिँ पुरै मान्छेले नै ट्र्याक्टरबाटै काट्ने, रोप्ने, गोड्ने सबै ट्र्याक्टरले नै गर्छ, मान्छेले गर्दैन। त्यो चाहिँ त्यही भएर यिनीहरूले सजिलो भएर गरे होला। तर प्रायः जसो त मैले देखेँ जति प्रायः जसो यहाँ गाई फर्महरू धेरै रहेछ भन्ने मेरो अनुमान हो। किनभने म जहाँ हेर्छु गाईको फर्म त्यो त्यस्तो सेतो गोलो चाहिँ त्यो परालहरू घाँसहरू बिराइराखेको गाईको लागि।
त्यो पारी चाहिँ नेपालमा जस्तै डाँडातिर बाटो लिएर गएर रहेछ अहिले हालसालै होला। रमाइलो लाग्छ आजकल त मलाई पनि, तर धेरै बसाइ हुँदैन किनभने मेरो शरीरको स्वास्थ्यको कारणले गर्दाखेरि ढाडको प्रब्लम देखिरहेछ हल्का भन्नाले अलिअलि त पहिलेदेखि थियो, अहिले अलिअलि चाहिँ त्यो अलिअलि दुख्ने चाहिँ पहिल्यैदेखि हुन्थ्यो है, त्यस्तो टेक्नै नसक्ने होइन कि त्यो हल्का त्यस्तो हुन्थ्यो। तर अस्ति त एक दिन शनिबार काम गर्दा गर्दै खुट्टा अहिले टेक्न नमिल्ने भयो, पाइला सार्नै नमिल्ने, टेक्नै नमिल्ने, उभिनै नमिल्ने भयो। अनि त्यसपछि काम गर्नै नसकेर उभिनै नसकेर कम्पनीदेखि बिदा लिएर आउनु पर्यो। अनि त्यसपछि त्यो उसमा गएर थेरापी गरेर अनि त्यसपछि सुईहरू इन्जेक्सन लगाएर कतिवटा त्यो सुई लगाउँदो रहेछ 15-20वटा त लगायो होला। अनि त्यो गरेर अनि एक हप्ताको बिदा लिएर बस्या हो। अब हेरौँ कहिलेसम्म गर्न सकिन्छ, सकिएन भने नेपालतिरै चलिदिने हो। थुप्रो भइसक्यो, 12-13 वर्षै हुन लागिसक्यो। आज चाहिँ खेतैबाट जाउँ है, बाटो नभए पनि खेतैबाट सिधै जाउँ पारी, किनकि उता कहाँ घुम्नुपर्छ त्योभन्दा खेत गएपछि छिटो पुगिहाल्छ। अन्त गाली त के गर्ला र यस्तो खेतको आलीमा हिँड्दाखेरि पनि। गाउँमा पनि यस्तो दामी बाटो छ, यो खेत भएको छ कुना कन्दरमा पनि। नेपालको त्यो सहरमा भन्दा कयौँ गुणा राम्रो बाटो बनाएको छ। हेर्नुहोस्, एउटा घर छैन र पनि बाटो स्किममा टोक्ने। यिनीहरूलाई पैसा धेरै भएको, बरु हामीलाई दिए हुने नि, हामी खान्थ्यौँ रमाउँथ्यौँ, अलिकति लद्दियो है भन्ने हुन्थ्यो। नचाहिने ठाउँमा पनि यिनीहरू खर्च गरेर अनि पैसा सकाछन्। अब हुँदा पैसा धेरै भएपछि कुन उसमा इन्सनमा हो कि कतातिर हो यार, एउटा बच्चा जन्माए बापत यिनीहरूले 1 करोड नेपाली एउटा बच्चा जन्माए बाबा त्यो जन्माउने परिवारलाई दिने अरे। पैसा धेरै भएको त नि यिनीहरूलाई। कुलो यस्तो पुरै ढलान गरेर यस्तो गराएर कुलो छ होइन, त्यस्तो छ। के गर्ने हाम्रो देशमा दुई छाक खान पनि गाह्रो छ। मान्छेलाई विदेश नजाने हो नि त, भोकमरी लाएर मान्छेहरू भोकै मर्छन्, धेरै मर्छन् भोकै त। विदेश नजाने हो नि त मान्छेहरू। अब यहाँ एउटा बच्चा जन्मायो कि 1 करोड नेपाली मान्छेसँग, नेपालीसँग 1 करोड नेपाली भयो भने एउटा परिवारको जिन्दगी पुरै खाने बस्ने गरेरै जान्छ, बित्छ। त्यस्तो छ। राज्य सरकार धनी भएपछि के गर्छ, उटपटाङ गर्छ, जे पनि गर्छ। त्यस्तो हो। अब तर यहाँ यो सागहरू, खुर्सानीहरू, टमाटरहरू चाहिँ यो फिनिल हाउस भन्नाले टनलभित्र बाहेक अन्त नगर्दो रहेछ हो। टनल अनिवार्य लगाउँदो रहेछ कि यो सागसब्जीहरू। अनि त्यसपछि टमाटरहरू यताउता जे गर्नलाई पनि टनल चाहिँ गराउने नै रहेछ न यिनीहरू। टनल भएन भने कामै नगर्छ। त्यो धान मात्र रोप्ने टनल बिनाको त। यहाँनिर एउटा कुखुरा फर्म छ, सानो लोकल कुखुरा फर्म, लगभग 2-3 केजीको हुन्छ होला काटकुट गर्दाखेरि। त्यसलाई चाहिँ
काटकुट गरेर मासु 2-3 केजीको 3 केजीसम्म आउँछ होला, 2 या 3 यति आउँछ होला। त्यसको 4000 अरे 4000 नेपाली सामान भन्छ। सामान भनेको उयो डाँडा पछाडि छ होला सायद हो कम्पनी, मैले काम गर्ने कम्पनी ऊ त्यो पछाडिको डाँडा पछाडि सायद। यहाँदेखि ट्याक्सीमा 10-12 मिनट जति लाग्छ, तर आउने जाने चाहिँ कम्पनीको सुविधा छ, त्यो चाहिँ छ। हेरौँ पुराना गाडी थुत्रा गाडी त यहाँ त कति छन् नेपालमा, लाखौँमा बिक्थ्यो होला। यहाँ कबाडमा लिएर फालेछन्, यहाँ कचाकुचुक बनाएर अनि फलाम निकाल्ने केही गरेर बेच्छन् होला सायद यिनीहरूले। ल यहाँ हेर्नुहोस् पुराना गाडी त कति छन् भन्नाले नेपालमा त यिनी त लाखौँमा बेच्छन्। यहाँ त्यस्तै फालिदिने, ल्याउने फाल्ने त्यस्तो हुन्छ। हेर्नुहोस् है, तपाईँहरूलाई देखाउँछु यो पुराना गाडीहरू। पुराना हेर्दा त नयाँ छन् हो, नयाँ नै छ क्या हेर्दा, के को पुरानो भन्ने हो हेर्दा नयाँ छ नि, तर पनि यहाँ ल्याएर कचाकुचुक बनाउँछन् फाल्नलाई त्यो ट्रेनले। नदी सानो खोला, नदी त होइन खोला होला सायद, यो बगिरहेको छ। यहाँ चाहिँ ए यस्तो दामी दामी कारहरू छ यहाँ, तर अब यो सब फालिदिने पुच्चाहरू त्यो पछाडिको त्यो कचाकुची गराएको छ नि, सबै दिने नयाँ राम्रो राम्रो गाडीहरू नै हो त्यस्तो बनाएर। यिनी सबै त्यस्तै कचाकुची गराउने यिनी। त्यही हो पान्जाज कम्पनी, एरोप्लेन बनाउने कम्पनी। यहाँ चाहिँ बहुत पुरानो बस्ती, पुरानो धेरै पुरानो बस्ती हो यिनीहरू। अहिले त मान्छेहरू यो ठाउँ छोडेर सबै यता बिल्डिङतिर सरेछ, माथि सहर बजारतिर गयो। अहिले कहाँ पनि छैनन् सायद, अलिअलि त होला नि, त्यो बुढाबुढीहरू कुब्री परेर हिँड्ने, राम्रो उभिन नसक्ने तिनीहरू त होला, तर काम गर्न सक्ने युवाहरू जति नेपालमा गाउँ छोडेर बजार छिर्छ नि, सहर छिरे जस्तो त्यस्तै यहाँका पनि सरेर ठुल्ठुलो सहरतिर अब सेवा सुविधा भएको जागिर राम्रो पाउने ठाउँतिर एरियातिर गएको छन्। सबै युवाहरू त देख्नै पाइँदैन हो यतातिर, कि त केटाकेटी कि त बुढाबुढीहरू, त्यही हो। भिडियो हेरिदिनु होला तपाईँहरूले है, सजेसन पनि दिनु होला कि कस्तो भिडियो बनाउँदा ठिक हुन्छ। यो सुरुवात भन्नाले पनि भिडियो मैले पहिल्यैदेखि बनाइराख्ने हो, तर मलाई त्यो एडिटिङ गर्ने झ्याउ लाग्ने क्या, त्यही भएर त्यो मैले चाहिँ उस नगरे होस्, रेगुलर नबनाएको हो। सायद अब नेपाल गएपछि बनाइन्छ कि हेरौँ के हुन्छ। अब यस्तो फुलहरू कति फुल छ, यो सेतै हुन्छ कोरिया अब फुलले। ल सबैलाई हेरिदिनु हुन अनुरोध गर्दछु, धन्यवाद।